गाइज यो संसारमा एउटा यस्तो अनौठो देश पनि रहेको छ जहाँका वैज्ञानिकहरू अहिले पानीबाट मात्र बिजुली उत्पादन नभएर अबदेखि हावामा पनि बिजुली उत्पादन गर्न सकिने उपकरण बनाउँदैछ। तर एकतर्फ रहेको छ नेपाल जहाँका बासिन्दाहरू अझै पनि बेसिक निड्स पुरा गर्नका लागि सङ्घर्ष गरिराखेका छन्। घन्टौँसम्म ग्यास सिलिन्डरका लागि लाइनमा बसिराखेका घाममा। अब यो एउटा समस्या मात्रै होइन, यो फरक हो सोचको। जहाँ चीन सरकार भविष्य बनाउँदैछ भने नेपाल सरकारका जनताहरू अझै पनि बेसिक निड्स पुरा गर्नका लागि सङ्घर्ष गरिराखेका छन्। अब प्रश्न यो होइन कि चीन सरकार यति अगाडि कसरी पुग्यो, प्रश्न यो हो कि हामी किन पछाडि, नेपालीहरू किन पछाडि। म नभएपछि त उहाँहरूलाई त भव्य सोफा चाहिँदो रहेछ। के नेताहरूको नेतृत्वले गर्दा नेपाल सरकार पिछडिएको हो नेपाली जनताहरू, अथवा योजनाले गर्दा हो, अथवा हामी स्वयं आफैले गर्दाखेरि नेपाल पिछडिएको हो। यदि 2021मा हामी अझै पनि अगाडि बढ्न सकेनौँ भने पक्कै पनि हामी भविष्यमा केवल दर्शक मात्रै हुनेछ, खेलाडी चाहिँ अर्कै देशहरू हुनेछ। गाइज यदि हामी अझै पनि नेपालीहरू अगाडि बढ्न सकेनौँ भने पक्कै पनि हामी भविष्यमा एउटा ताली बजाउने दर्शकको मात्रै रूपमा चिनिनेछौँ। तर खेलाडीहरू चाहिँ अर्को देश हुने गर्छन्, जहाँ एकतर्फ नेपाल छ जहाँका मानिसहरू विश्वकर्माको पूजा गर्ने गर्छन्, तर गाडी मोटर चाहिँ विदेशमा पैदा हुने गर्छ, यानि उत्पादन हुन्छ भारत र चीनमा, जहाँबाट नेपाल सरकारले आयात गर्नुपर्ने हुन्छ। जहाँ नेपालमा विद्याको देवी सरस्वती माताको पूजा गरिन्छ ज्ञान पाउनको लागि, तर ज्ञानी मान्छेहरू चाहिँ विदेशमा उत्पादन हुने गर्छ। यसको मतलब कतै होइन कि नेपालमा त्यस्ता व्यक्तिहरू पैदा हुँदैन, पैदा हुन्छन्, तर कतिपय ठाउँमा चाहिँ नेपाल सरकारले ती व्यक्तिहरूलाई सपोर्ट नगरेको पनि देखिन्छ। नेपाल सरकारले सिस्टमले सपोर्ट नगर्दा ती व्यक्तिहरू विदेश पलायन हुने गर्छन्। विदेशी सरकारले त्यस्ता व्यक्तिहरूलाई आफ्नो देशमा अपर्च्युनिटीको रूपमा प्रयोग गरेको देखिन्छ। अहिले आएको छ नेपालमा बालन सरकार। के बालन सरकारले त्यस्ता व्यक्तिहरूलाई अपर्च्युनिटी दिएला? बालन सरकारले चाहिँ अपर्च्युनिटी दिएर देशको विकासमा हात बटाउला अथवा बटाउँदैन? तपाईँको चाहिँ बालन सरकारको प्रति कतिको विश्वास छ, कतिको भरोसा छ? आफ्नो प्रतिक्रिया पक्कै पनि कमेन्टमा अवश्य लेख्नुहोला। लाइक सब्सक्राइब